अलिकति अब डिसिजन लिनुभन्दा अगाडि चाहिँ म कोच प्रमोदसँग एउटा गीत गाउन चाहन्छु। म बिना कसैलाई मुस्किल छ पोखरामा। ल म तपाईसँग यो ओरिजिनल सिसाब छ अनि तपाईलाई कुन स्केल चुज गर्नुहुन्छ? तपाईलाई मिल्दो स्केल सीबाट गरौँ सर। सीबाट गरौँ। हजुर। हाँस्दा सँगै हाँसिदिन्थे, रुँदा आँसु पोछिदिन्थे। हो हाँस्दा सँगै हाँसिदिन्थे, रुँदा आँसु पोछिदिन्थे। हाँस्दा सँगै हाँसिदिन्थे, रुँदा आँसु पोछिदिन्थे। फेवा ताल्छै आज आँसु, फेवा ताल्छै आज आँसु। पिल्पिल्छ पोखरामा, फेवा ताल्छै आज आँसु। पिल्पिल्छ पोखरामा, म कसैलाई मुस्किल छ पोखरामा। रे नारे 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 ना, रे नारे 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 ना। थ्याङ्क यू सर। हजुरसँग यो मेरो सानैदेखि इच्छा थियो, आज चाहिँ यो एकदम पुरा भयो। हजुरलाई एकदम धेरै यस्तो मिठो। वाह वाह, यस्तो ट्यालेन्ट छ है। मेरो त गुस्मा आयो नि, तपाईँले त यस्तो इम्प्रोभाइज गरिदिनु भयो होइन।